ले माथि हेर्ने रहेछ रुद्राक्ष बोटमै कति फलेको छ भनेर यस्तो यहाँ हाम्रो यो रहेछ दादाले हेर्नुभएको म हेर्नु बारीको रुद्राक्ष हेर्न मिल्दो रहेछ यसले चाहिँ उहाँ पर छ रुद्राक्ष चाहिँ अब हेर्नु है एउटा सर्कल बनाउनु पर्छ सुरुमा अनि त्यस पछाडि त्यो लेन्स लाउँदैछ एउटै सर्कल बनायो हामीले ज्वाला भन्छ अरे यसलाई दुईवटा जस्तो टाँसिएको छ यसलाई गनौँ है त साँच्चै कति मुखेचिरहेछ भनेर एकचोटि गन्दा चाहिँ यो एक दुई त्यसपछि 3 4 अनि 5 6 7 8 मुखे रुद्राक्ष चाहिँ आज हाम्रो घरमै फलेको रहेछ ठुलो थियो अनि यसलाई कोट्याएर हेर्दा चाहिँ यस्तो देखियो ज्वाला भन्छ अरे लु यसको चाहिँ अब कति करोड पर्छ एकचोटि हेरेर किन्न चाहनेले ट्याक्कसँग सम्पर्क गर्न सक्नुहुन्छ है।